नास्ता खाएर यहाँ आन्टीहरू लागिसक्नुभयो झ्याम पारेर। अनि घाँस मात्रै छ, आज सिद्धिन्छ अब। हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु भन्ने भन्दा पनि यो बर्खा लाग्ला र पुरै बर्खा लाग्ला यो मलाई। अनि अहिले चाहिँ बजेको छ 5:30। हामी बिहानै उठेर अब मकै गरौँ भनेर लाग्यो। फेरि पानी त अलिअलि पर्लागिएको छ, त्यति ठुलो त परेको छैन। त्यही पनि गोर्नको लागि हामी निस्किसकेका छौँ। यस्तो घाँस छ, घाँसै घाँस, गोर्न पनि धेरै गाह्रो छ। आमा पनि बिहानै उठेर आइसक्नुभयो। गोर ल, पानी पर्छ अहिले, पछि झार खेल्नु पर्छ। झार पनि मकै भन्दा ठुलो भइगयो, अनि त्यो भएर गोर्न पनि धेरै गाह्रो भइगयो। त्यसमाथि पानीले यस्तो गरेको छ, पानी पर्या मकैको घाँस धेरै लामो भएर यसरी अब एउटाले सिँगाल्ने अनि रोपो सिँगाले जस्तरी अनि अर्कोले खन्ने भएको छ। यहाँदेखि त्यहाँसम्म गोर्यो। घाँस लास्टै छ, धेरै घाँस छ। अनि अन्टी पनि पलाउनु भएको छ अहिले। अनि मलाई चाहिँ अब एक त काम गर्ने मन लागिरहेको थिएन, झन् नास्ता बनाउने भन्ने कुरा हो। अनि नास्ता बनाउन चाउचाउ बनाउने भनेर म ग्यासमा पकाउँछु कि आमा। आगो पनि बाल्ने होला, बाल्न त। अनि त्यहाँ गोर्नुभन्दा मैले चाउचाउ बनाउनु भयो, नास्ता बनाउनु बेस लाग्यो। हाम्रो ग्यास यस्तोमा छ, फेरि भान्सा कोठामा खासै अब खाना पकाइँदैन यहाँ। त्यो भएर नि यता कुनामा छ। मैले नास्ताको लागि चाउचाउको लागि प्याज रेडी भयो, खुर्सानी अनि 3 पिस चाउचाउ पकाउन जाँदैछु। ल पाक्ला यसो गाइज हाम्रो चाउचाउ। सबै मसलाहरू नुनहरू हालिदिइसक्यो। हेरौँ के कस्तो हुन्छ टेस्टी। अहिले खाएपछि मात्रै थाहा हुन्छ टेस्टी त। फाइनली रूपमा गाइज चाउचाउ पाकिसक्यो। कस्तो छ आन्टी चाउचाउ? कस्तो छ आन्टी? ठिक छ भन्ने भयो गर। अब तिमीलाई कस्तो लाग्यो? आमाले खानु त हो? ठिक छ, पानी खानु ल। चाउचाउमा नुन धेरै भएको रहेछ। अनि चाउचाउमा अलि नुन धेरै छ, बेस्ट छ भन्नुभयो। ल ठिक छ, यति भइगयो नि त होइन। फर्स्टचोटि पकाएको, अब यति त भइहाल्छ अलिअलि चर्को त। हामीले चाउचाउ खायौँ, बोइले चिया बिस्कुट। चाउचाउ मिठो लाग्दैन बोइ? चाउचाउ खानुहुन्न बोइले, त्यो भएर नि बोइलाई चिया पकाइदिएको। चियामा बिस्कुट डुबेर खान लाग्नु भएको छ बिचरा बोइ। अब बुढाबुढी मान्छे। नास्ता खाएर यहाँ आन्टीहरू लागिसक्नुभयो झ्याम पारेर। अनि घाँस मात्रै छ, आज सिद्धिन्छ अब आन्टी। घाँस मात्रै छ नि। ल बिस्तारै गोर्नु। म चाहिँ ग्वाला जान आँट्यो, म ग्वाला जान्छु अब। गोर त बजाइ तिमीलाई डेक बजाएर छ, फेरि साथमा डेक छ। गानाको तालमा मकै गोर्नु लाग्नु। मकै गोर्छस् कि ग्वाला जान्छस् भन्नुहुन्छ। ग्वाला पनि जानुपर्छ, बाख्रा पकाउनु पर्छ बिहान। अनि मकै गोर्ने कि बाख्रा चलाउनु जाने भनेर अप्सन दिनुभयो। मैले चाहिँ बाख्रा चलाउनु जाने अप्सन रोजेँ। त्यहाँ ढाड पाटिन्छ, तल निउरिने माथि उठ्ने हुन्छ। म चाहिँ अब ग्वाला जाने भयो। ठोकाइदिनु त बाख्रा, म ग्वाला जान्छु अब। सजिलो काम रोज्नु पर्यो नि बोइ। भर्खरै आएँ म जङ्गलबाट। खाना जानुभयो बोइ? पस्मे भोक लाग्यो मलाई पनि, बेसै गरी हात त। बोइले खान लाग्छ, मलाई लास्टै भोक लाग्यो। घाम लास्टै अथाह लागेको छ। फेरि सिद्धेन मकै गरेर
के घाममा मकै गर्नु परेको छ आन्टीहरूलाई झन् खाना खाने बेला भएन भोक लागेन आउनु खाना खानु यस्तो घाममा पुरै मकै गरिरहनु भएको छ उहाँहरूले झन् यति धेरै गरिरहनु भएको छ बिहान म जाने बेला यहाँसम्म थियो यतिबाट यताबाट माथिको गाडी उहाँसम्म गइसक्नु भएको रहेछ अब बच्यो यति देखिएको भाग बच्यो साँझतिर सिद्धिहाल्छ आउनु खाना आउनु मैले डाकिरहेको छु क्या आफूलाई भोक लाग्छ त्यही भएर डाकिरहेको छु मैले भोक लाग्यो आमा मर्ने बनाले भोकले अहिले चाहिँ म खाना खाएर रुममा आइसकेँ अनि मकै गर्ने आन्टीहरूले अनि आमाहरूले कसैले खाना खानु भएको छैन मैले चाहिँ अगाडि फटाफट खाइसकेँ अनि मेरो खाना खाएर म रुममा आइसकेँ मेरो रुम यो नै हो गाइज अनि अब गर्छु म भिडियो एडिटिङ आजलाई चाहिँ भ्लग यति नै भ्लग कस्तो लाग्यो भ्लग मन पर्यो भने चाहिँ लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला भेटौँला नेक्स्ट भ्लगमा बाई बाई